लामा अब कता हाल्ने अब यसो ढिलोट हाल्नु पऱ्यो है ए यो गाडी हिँड्छ कि अब ढिलोट हाल्नु त्यो बिजुलीले गाडी लगिदिन्छ अगाडि हेर्ने बिजुलीले गाडी लगिदिन्छ क्या चाल्यो कस्तो भौसुडीवाल जस्तै मान्छे हेर्नु न मेन रोडमा गाडी बिचमा रोकिदिने पनि बहुत छ यार ट्राफिक यार हाला 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 के भाइ हाला अन्य अप्सन दिएको थियो यिनीहरूले रोकिरहेको छ नि बसमा चाहिँ हामी दाब्नु पऱ्यो त दाब भाइ दाब त्यो उताबाट दबाउनु पर्छ कि साइडमा यताबाट तिमी आएदेखि त दबाउनु पऱ्यो नि टोकन ल्याउने कुरो भएन हो कि न हिँड्छ बिच बाटोमा फेरि खतरासँग यो मान्छे कहाँ ल बिच बाटोमा आउट द रेसमा पुलिस नि त होइन पुलिस नै होइन नि त पुलिसले बाध्य त हामीले गरिदिएको थियो ट्राफिक लाग्दाखेरि थिएन मलाई भनिहाल्छ नि त जिब्रो पनि के भयो ट्राफिक भन्छ भने धेरै खान्छ पुरा गाडी आइरहेको हुन्छ ट्याक्क म्यानेजमेन्ट मिलाएर है म्यानेजमेन्ट अफ द कन्सनेन्स भन्छ नि अरे अफ द कन्सनेन्स हेर्नु यार यता चाहिँ बहुत डेन्जर चलाएको छ यार Oh my god. One mistake. के गर्नु त यार यस्तो पछाडि पुग्नुभन्दा बिजुलीजना हाल्नै पऱ्यो हो किन दुई साइड गाडी चल्यो भने फेरि गाह्रो हुन्छ फेरि यस्तो गर्नु दुई साइड गाडी चल्दा त हाल्न भन्दा फेरि गाह्रो हुन्छ दुई साइड गाडी एक साइड गाडी चल्यो भने के ट्राफिकमा आएको बिचमा हाल्न आरसीबी कंपनी ये आरसीबी के जेएसडब्ल्यू यस जेएसडब्ल्यू कंपनी फरक 9:00 हाम्रो भिड मतलब यो चाहिँ यस्तै हुन्छ यहाँको ट्राफिक चाहिँ अप्सन हेरेर बिच यहाँ हेरेर बिच फोन खसाले चाहिँ हिँडेको उनीहरूले कभर हेर नै गरौँ